च्याम्पियन्स लिगले कहिल्यै पनि डिसअपोइन्ट पार्दैन। वाट अ नाइट अफ फुटबल, क्या खेल भयो यार हिजो। बार्सेलोनाले बेन्फिकालाई धुल चढाइदियो आफ्नो होम ग्राउन्डमा। पिएसजीले उता लिभरपुललाई टोटल डिस्ट्रोय डोमिनेट गर्थ्यो र बायर्न म्युनिखले पनि बायर्न लिभरकुसनको गु निकाल्दियो। आज हामी यो भिडियोमा यही तीनवटा म्याचहरूको बारेमा चर्चा गर्छौँ। बार्सेलोनाले बेन्फिकालाई लिटरली हेप्दियो आफ्नो घरमा बोलाएर, जा भाइ तेरो लेभलै मिल्दैन। रियल मैड्रिड बायर्न म्युनिखलाई त हामीले धोबी हानेको त कुन खेतको मुला होस् भनेर पुरै हेप्दियो। इजी तरिकाले एज एक्सपेक्टेड क्वार्टर फाइनलमा पुग्यो बार्सेलोना। तर यहाँनिर इम्पोर्टेन्ट कुरा अरू नै छन्। पेड्री म्यान अफ द म्याच दुईटै म्याचमा न गोल गरेको छ न असिस्ट गरेको छ। त्यति हुँदै पनि प्लेयर अफ द म्याचको अवार्ड जित्नु भनेको सानोतिनो कुरा होइन। इनिएस्टाको रिप्लेसमेन्ट हो पेड्री भनेर चाहिँ ल्याइएको थियो। अहिले आएर पेड्रीले त्यो कुरा प्रुभ गरिरहेछ। लिटरली अहिलेको वर्ल्डको सबभन्दा बेस्ट सेन्ट्रल मिडफिल्डर को भनेर भनौँ भने डेफिनेटली पेड्रीको नाम त आउँछ। र बार्सेलोनाले पेड्रीलाई 5 कि 6 मिलियनमा किनेको। र अझ त्योभन्दा इम्पोर्टेन्ट कुरा के हो भनेदेखि रियल मैड्रिडले पेड्रीलाई रिजेक्ट गरेको। हे भगवान। अर्को इम्पोर्टेन्ट कुरा हो राफिनिया। बार्सेलोनाले योपालिको च्याम्पियन्स लिगमा जति राम्रो पर्फर्मेन्स गर्दै जान्छ अथवा च्याम्पियन्स लिगमा जति माथि चढ्दै जान्छ त्यति नै ज्यादा चान्स हुन्छ राफिनियाको योपालिको ब्यालोन डोर जित्ने। सिजनको सुरुवातदेखि नै कन्सिस्टेन्टली एकदमै राम्रो पर्फर्मेन्स दिइरहेछ राफिनियाले। ला लिगामा 20 गोल्सको कन्ट्रिब्युसन भइसक्यो। च्याम्पियन्स लिगको टप गोल स्कोरर हो योपालि राफिनिया। एकदमै इन्टेग्रल पार्ट अफ टिम भएको छ बार्सेलोनाको र टप 3 मा त छिरि नै सक्यो ब्यालोन डोरको। अब लिभरपुल च्याम्पियन्स लिगबाट बाहिर भइसके पछाडि अहिले र्याङ्किङ गर्ने हो भने डेफिनेटली मोहम्मद साला भन्दा माथि राफिनियाकै चान्स छ ब्यालोन डोर जित्ने। अर्को म्याचमा पिएसजीले लिभरपुलको गु निकाल्दियो। लिभरपुलको घरमै गएर एनफिल्डमा खेल्न नर्मली गाह्रो हुन्छ। अवे टिमलाई चाहिँ एनफिल्डको इन्भाइरोमेन्टले नै नर्भस बनाइदिन्छ। तर हिजो राति त्यस्तो केही पनि भएन। राउन्ड अफ 16 को फर्स्ट लेगमै हामीले देखिसकेका थियौँ ट्याक्टिकल सुपेरियोरिटी लुइस एन्रिकेको। आर्ने स्लटलाई फुटबल यसरी खेलाउने हो है भाइ भनेर पुरै पाठ पढाएर पठाएको थियो। तर आर्ने स्लटले केही पनि सिकेन छ। त्यही भएर सेकेन्ड लेगमा लिभरपुलको घरमै आएर फेरि लुइस एन्रिकेले सिकायो कि भाइ अस्ति तैँले सिकेको रहेनछस्, यसरी हो क्या फुटबल खेलाउने भनेर घरमै आएर सिकाएर गइदियो। दुईटै टिम कमजोर टिम होइनन्। क्वालिटी प्लेयर्सहरू कमी दुईटै टिममा छैन। फर्ममा पनि दुईटै टिम थियो। तर ट्याक्टिकल वार भयो फर्स्ट लेग पनि र सेकेन्ड लेग पनि। त्यत्रो ट्राई गरेको फर्स्ट लेगमा पिएसजीले वान साइडेड डोमिनेट गरेको, तर गोल हान्न सकेन। लकले पनि फेभर गरेन। तर सेकेन्ड लेगमा आउँदाखेरि त्यो हरेक कुरालाई कभर गरेर आयो लुइस एन्रिकेले। तर उता आर्ने स्लटले केही पनि सिकेन छ फर्स्ट लेगको मिस्टेक्सहरूबाट। पिएसजीबाट डेम्बेलेले हानेको गोल एकचोटि तपाईँहरूले रिपिट गरेर हेर्नु होला। पिएसजीले गोल हान्नुभन्दा अगाडि खेलेको 4वटा 5वटा पासेसहरू पनि तपाईँहरूले एकचोटि रिपिट गरेर हेर्नु होला। त्यो गोल त्यसै भएकै छैन। त्यो गोल हान्नको लागि बल त्यहाँसम्म पुगेको थियो नि, त्यो पनि सर्कमस्टान्सेस नै ट्याक्टिकल्ली क्रिएट गरेको थियो पिएसजीको प्लेयर्सहरूले। यही हो लुइस एन्रिकेको ट्याक्टिकल जिनियसको रिजल्ट। भिटिनियाको मुभमेन्ट र पोजिसनिङ हेर्नु होला र फ्याबियन रुइजको पोजिसनिङ र मुभमेन्ट हेर्नु होला। तपाईँले क्लियरली देख्नुहुन्छ लिभरपुलको मिडफिल्डर स्पेसली सोबोजलाई टोटल आउट अफ ट्र्याक भएको छ। प्रेस गर्नलाई अगाडि जाने कि ट्र्याक ब्याक गर्ने, उनले रिड नै गर्न सकिरहेको थिएन पिएसजीको प्लेयर्सहरूको मुभमेन्ट। एक्ज्याक्टली त्यही कारणले गरेर बिचमा मजासँगले डेम्बेलेले स्पेस पाउँछ बल रिसिभ गर्नको लागि र त्यहीँबाट एट्याकिङ मुभमेन्ट क्रिएट हुन्छ र गोल पनि हुन्छ। लिभरपुलले अर्को पनि एउटा ब्लन्डर मिस्टेक गरेको दुईटै म्याचमा हेर्ने हो भने त्यो हो इनएफेक्टिभ अनसिस्टमेटिक वेमा गरेको प्रेसिङ। पिएसजीको दुईटै वाइडमा भएको प्लेयर्सहरूले इनफ स्पेस पाइरहेको थिए रन गर्नको लागि र डेम्बेलेले पनि इनफ स्पेस पाइरहेको थियो रन गर्नको लागि। अब डेम्बेलेको स्पिड र मुभमेन्टलाई त लिभरपुलको प्लेयरहरूले त कतैबाट पनि कन्ट्रोलै गर्न सकिरहेको थिएन। सो यही एक्ज्याक्टली डिसाइडिङ फ्याक्टर नै भयो फर्स्ट लेगमा पनि र सेकेन्ड लेगमा पनि। यो सबै कुराको बिचमा भिटिनिया र फ्याबियन रुइजलाई चाहिँ फुल क्रेडिट दिनै पर्छ। फ्याबियन रुइजले त आफ्नो क्वालिटी 0 कपको बेलामा देखाइसकेको थियो। तर स्पेसली हिजोको म्याचमा त आउटस्ट्यान्डिङ ग्राउन्ड प्रेजेन्स। एक्ज्याक्टली कहाँनिर के गर्नुपर्छ, कुन समयमा कहाँ हुनुपर्छ, सबै कुरा टु द पोइन्ट थियो फ्याबियन रुइजको। भिटिनियाको पनि कुरै छोडिदिनुहोस्, हिजोको म्याच हेरे पछाडि लिटरली म भिटिनियाको फ्यान भएँ। लास्ट बट नट द लिस्ट विलियम प्याचो। ओ माई गड वाट अ प्लेयर। सायद पुरै म्याचभरिमा एउटा पनि मिस्टेक गरेन विलियम प्याचोले।
लिभरपुलको एट्याक भनेको यो वर्षको सबैभन्दा बेस्ट एट्याकमा पर्छ। तर हरेक एट्याकिङ थ्रेटलाई यस्तो म्याच्योर्ड वेमा चाहिँ ह्यान्डल गर्यो नि कुरै छोडिदिनुहोस्। लिभरपुलको घरमा गएर यस्तो इम्पोर्टेन्ट फिक्चरमा चाहिँ क्लिन सिट खानु भनेको मजाक होइन। अनि लुइस एन्रिकेको त कुरै छोडिदिनुहोस्। म सधैँ भन्थेँ नि कि लुइस एन्रिके भनेको वर्ल्डको वान अफ द बेस्ट म्यानेजर हो भनेर। एक्ज्याक्टली यही कारणले भन्थेँ के लिभरपुलले हिजो म्यान मार्किङ गरेर प्रेस गरिरहेको थियो, तर न म्यान मार्किङ वर्क गरिरहेको थियो न प्रेसिङले नै वर्क गरिरहेको थियो। आर्ने स्लटलाई कुनै पनि अप्सन नै दिएन लुइस एन्रिकेले। मास्टर माइन्ड। यदि यसरी नै खेलिरहेको भने सरप्राइज नहुनु होला, पिएसजीले च्याम्पियन्स लिग जित्न पनि सक्छ। अनि अर्को फिक्सरमा बायर्न म्युनिखले बायर्न लिभरकुसनलाई हेप दियो, दुईटै लेगमा हेप दियो। तर यहाँनिर मलाई जावी ओलोन्सोको धेरै माया लाग्यो, किनभने बायर्न म्युनिखसँग भिड्ने लेभलको नि स्क्वाडको क्वालिटी नै छैन लिभरकुसनको। अनि कहाँबाट जित्न सक्छ त? सधैँ सधैँ लास्ट सिजनको जस्तो हुँदैन नि त। यो सिजन कम्पनीको क्वालिटी भन्दाखेरि पनि बायर्न म्युनिखको ओभरअल प्लेयरसँग क्वालिटीले गरेर चाहिँ म्याचहरू जितिरहेछ क्या। तर बायर्न म्युनिखको लागि एउटा पोजिटिभ कुरा चाहिँ के छ भनेदेखि ह्यारी केन सुपर्ब फर्ममा छ र रेकर्ड ब्रेकिङ सिजन दिँदैछ। ह्यारी केनको बारेमा चाहिँ ब्यालोन डोर स्पेसल एउटा भिडियो बनाउँदैछु म, त्यो बेलामा एकदमै डिटेलमा कुरा गरौँला। च्याम्पियन्स लिग राउन्ड अफ 16मा आज अरू पनि म्याचेसहरू छन्, तर त्यहाँमध्ये पनि रियल मेड्रिड भर्सेस एथलेटिको मेड्रिडको म्याचले चाहिँ धमाका नै मचाउनेवाला छ र दुनियाँभरिको फुटबल फ्यान्सहरूको एटेन्सन पनि हुन्छ त्यही म्याचमा। यो सबै बाँकी म्याचेसहरू सके पछाडि एउटा डिटेल स्पेसल च्याम्पियन्स लिगको भिडियो लिएर आउनेछु, त्यो बेलामा बाँकी कुरा गरौँला। आजको लागि यति नै। यहाँसम्म भिडियो हेर्नुभएको छ भने थ्याङ्क यू सो मच। सब्सक्राइब गर्नुभएको छैन भने डेफिनेटली सब्सक्राइब गर्नु होला र केही पनि ओपिनियन छ भने प्लिज कमेन्ट सेक्सनमा आफ्नो ओपिनियन दिनु होला। सी यू अल इन द नेक्स्ट भिडियो। जय नेपाल।